हेलो गाइज गुड मर्निङ सबैजनालाई नमस्कार निरन गुरुङको तर्फबाट है स्वागत छ मेरो युट्युब च्यानलमा सबैजनालाई। हाल चाहिँ म अहिले नेपालमा आइसकेको छु गाइज। मेरो घरबाट चाहिँ निस्केको आज अब कहाँ जाँदैछु भन्ने कुरा चाहिँ तपाईँले चाहिँ सबटाइटल हेरेर पनि थाहा पाइसक्नुभयो होला। आजको यात्रा चाहिँ एयरपोर्टसम्म हो मेरो। म चाहिँ हिजो राति आइपुगेको र आज मेरो यहाँ स्पेसल मान्छेलाई लिन एयरपोर्ट जाँदैछु। अहिले चाहिँ बिहानको 8:30 भइसक्यो। उसको ल्यान्डिङ चाहिँ 8:30 को हो। तर हामी बिहान अब त्यति टाइम लाग्दैन जानलाई भनेर भर्खर निस्केको घरबाट। मेरो छ यहाँ दाइ हुनुहुन्छ साथमा। हेलो दाइ गुड मर्निङ। हेलो मर्निङ भाइ। हाम्रो लगभग 7-8 महिना पछिको भेटघाट दाजु भएको है। योभन्दा अगाडिको भिडियोमा पनि देख्नुभयो होला हाम्रो सुशान्त दाइलाई। सबै ठिकै छ। नेपालको हालत चाहिँ यस्तै छ अहिले। योभन्दा अगाडि चाहिँ अलिकता होइन थाहा छ तपाईँलाई नि जेनजीले गर्दाखेरि निकै नै चेन्जेसहरू चाहिँ भइसकेको थियो। अब अहिले चाहिँ हामी दायाँ बायाँ अरू कुरा छोडेर सर्ट एयरपोर्टमा है त गाइज। ल गाइज गोकर्ण महादेवले रक्षा गरौँ तपाईँहरूलाई। यो चाहिँ हाम्रो घर छेउको मन्दिर हो है। एकदमै बहुचर्चित गोकर्णेश्वर मन्दिर हो। यहाँ चाहिँ फादर डेको दिन चाहिँ बवाल जात्रा हुन्छ यहाँ औँसीमा। यस्तै छ यहाँ। ल रक्षा गर्नुहोस् भगवान्। बाटो चाहिँ यस्तो छ अहिले है। बौद्ध आइपुग्यो गाइज। हामी चाहिँ अहिले यो हाम्रो बौद्ध हो। ओम माने पेम्बे ओम रक्षा गर्नु सबैजनालाई है। अलिकति देखेको छैन यस्तो छ यहाँभित्र बौद्ध गेट हो यो। हामी अब एयरपोर्टतिर जाँदैछ ठक्क लाएर। ल गाइज अहिले चाहिँ रातो रोज लिएर चाहिँ म चाहिँ निस्किसकेँ। फेरि यहाँ यता चाबेल चोकमा आइसकेको छ। हामी चाहिँ योभन्दा अगाडि चाहिँ मैले यस्तै दिएको थियो उसलाई जानलाई। रातिको पिकअप थियो त्यो बेला। अहिले चाहिँ उसको बिहानको फ्लाइट छ अनि हामी जाँदैछौँ। हल्का ट्राफिक पशुपतिनाथ हाम्रो नेपालको पशुपतिनाथ मन्दिर हो यो है। यता पशुपतिनाथ क्षेत्र। यहाँ म तपाईँहरूलाई मन्दिर देखाइदिन्छु। यतापट्टि आउँदैछ हामी अहिले। पर हो पशुपति मन्दिर चाहिँ। कहाँ जाम भएको अवस्था यस्तो छ। यता हो पशुपतिनाथ हाम्रो। ल जय पशुपतिनाथ है। ल फुलको संसारमा यहाँ टक्क एयरपोर्टको इन्ट्रान्समा छौँ हामी। जाँदैछौँ। आइसक्यो होला। जान चाहिँ वेटिङमा होला। अब हामी यहाँ गाडी पार्किङ गरेर सर्ट त्यहाँबाट भित्रै जान्छौँ है। ल फुल लिएर चट्ट त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा हामी दाजुभाइ आइसकेका छौँ। मिठो घाम लागिरहेछ अहिले चाहिँ। अब जान चाहिँ आइसक्यो होला गाइज है। हल्का हेर्नु पर्यो कता छ। हामी जाँदैछु अहिले। ल म चाहिँ हिजो राति आइपुगेँ है गाइज। फेरि कति बजे थियो 9:45 मा ल्यान्डिङ थियो। तर बाहिर निस्किँदा टाइम लाग्यो। घर पुग्दा 11:30 भयो। मान्छे यस्तै छ यहाँ। ल गाइज जान आइसकेको छ। अहिले चाहिँ हामी जाँदैछौँ। लगाइ जान आइसकेको छ। अब चाहिँ राम्रोसँग कति वेट गर्यो हामीले। भर्खर अब गाडी लेट भयो क्या हामी अब निस्क्यौँ। कति वेट गर्यो भनेको। ल अब चाहिँ हामी जानलाई पिकअप गरिसके। जानको लगेज छ यहाँ। अब लगेज चाहिँ यहाँ गाडीमा राखेर हामी बौद्धतर्फ जान्छौँ होइन। जान यता हेर त। ल वेलकम। आमै घामले टल्केछ है पुरै। ल गाइज ओके फाइनली हाम्रो चाहिँ 8 मन्थ पछि भेटघाट भएको छ होइन। 8 मन्थमा चाहिँ भेटेको छ। अलि नर्भस भइरहेको छ क्या हो जान। फर्स्ट टाइम भेटे जस्तो भएको तिमी। के भनेको मान्छे फर्स्ट टाइम भेटे जस्तो भयो कि के हो। अब अहिले चाहिँ टाइम चाहिँ हाम्रो कति भयो। कति बजेछ दाइ अहिले? 9:30 भएछ नेपालको टाइम चाहिँ।
हामी अलिकति ट्राफिकमा नै पर्यो त्यही भएर जाम भयो तपाईहरुलाई अब कता जाने के गर्ने सबै हेर्नु ल आसमा पेन्सी बाबा मम्मी जस्मिनहरुलाई बेन्चोहरु सबै हेर मेरो अंकल आन्टी मेरो बहिनी सबै हेर्छ यो ब्लग है ल हेलो भन्दियौ नि त सबैलाई हेलो अब कस्तो लागिरह नेपाल आएर नर्भस भइरह कि है थाहै छैन ल गाइस अरु बाँकी कुरा चाहिँ खाएर ल भोक लागेछ बाइ गाइस अहिले चाहिँ हामी बौद्धको ल्याबी गार्डन होटल आइसक्यौ गुड मर्निङ दाइ गुड मर्निङ के हामी चाहिँ यहाँ बौद्धमा ल्याबीमा छ अहिले अस्ति नै आएको ठाउँमा हो अब यहाँ बस्ने आज हामी लगेज छ यहाँ दाइ छ जान वेलकम जान हेलो ल है जान यहाँ चाहिँ ब्याग बोका मर्निङ रे जान हाम्रो दाइले यहाँ मर्निङ भने ओके अहिले चाहिँ यता जाँदैछु यो बौद्धको ल्याबी दामी छ ठाउँ चाहिँ यहाँबाट तल बौद्ध हो गाइस यहाँ चाहिँ यस्तो छ हाम्रो है ल त्यो चाहिँ अहिले चाहिँ हाम्रो यहाँ अब लभी हो यहाँको दामी छ यस्तो छ चर्च हेलो गुड मर्निङ मजाको घाम लागिरहेछ यहाँ अहिले ल गाइस यस्तै छ कुरा अहिले एकछिनमा हेर्छु ल अस्ति नै हामी आएर चाहिँ यहाँ स्यान्डविच खाएको जानलाई फर्स्ट मिटमा होला यहाँ है यता छ बौद्धको भ्यू कहाँ बस्ने हामी यतै बस्नु ल विन्डोमा टक्क बस्नु त यता हामी यता बस्छौँ ल बबाल छ भ्यू गाइस काठमाडौँ भ्याली सर्ट निलो आकाश दसैँ तिहार भाइब छ है यता बस न यहाँ बस ल बस ल जाने यहाँ छ दाइ छ हामी यहाँ गाडी राखेर आइसकेको छु भित्र अब एकछिन फ्रेस हुन्छौँ है ल यो चाहिँ हाम्रो मर्का टी हो तर यो भाँडा चाहिँ प्लास्टिकको हो मर्काको चाहिँ होइन है कि माटोको होइन सेरामिक समथिङ हो है दामी छ यहाँ दाइला पनि छ हामी जानको चाहिँ स्मृति आउँदैछ है खानुपर्छ हामी चाहिँ ब्रेकफास्ट घरमै गरेको थियौँ खाउँ जस्तो लागेको छैन त्यही भएर अहिले चियामा छौँ है त बबाल घाम छ यस्तो छ बाहिर है गाइस है वाह एक सिप मोड फरक बबाल छ ल जानको स्मृति आइसकेको छ यस्तो छ यहाँ खानालाई एक्साइटेड एकदमै भोक लागेछ हिजोदेखि केही खाएको छैन मलाई भेट्ने भनेर भोक नै लागेन भन्छ तर 2 थाल भात खाएर सुत्यो होला होइन ल है मिठो छ सिड हो यो कुमेन सिड बनाना सबै मिक्स गरेर खाऊ हेल्दी हो मलाई पनि खान मन छ तर म पछि खान्छु अहिले चाहिँ टन्नमा छ है यो ग्राइन्ड गरेको फ्रुट ग्राइन्ड गरेको ओट्स हुन्छ मिल्क हुन्छ यसमा है ल अलराइट गाइज यो चाहिँ हामी के हो यो मिडियम स्विट भन्ने कि कुन रुम क्याटेगोरी हो यस्तोमा छ अहिले यो हाम्रो भ्याली भ्यू काठमाडौँ भ्याली हो यहाँ चाहिँ कपन बुढा नीलकण्ठ यो साइड हेर हाम्रो चर्च यहाँबाट चाहिँ यस्तो भ्यू छ है अर्को हेर्दैछौँ ल यो चाहिँ ल्याबीको टप फ्लोर हो हामी चाहिँ अहिले 4th फ्लोरमा छौँ यस्तो माथि चाहिँ बबाल घाम लागिरहेछ यहाँ कालै हुन्छ यो घामले चाहिँ यहाँ छ जान चाहिँ हेलो जान हाउ आर यु गुड है म ह्याप्पी छ है बबालै है नेपाल आएर चाहिँ मिठो घाम तापिरहेको छु म पनि यो सब हाम्रो भ्याली भ्यू सर र कपन गुम्बा हो यता गाइस यो कपन गुम्बा अनि बुढा नीलकण्ठ यता भयो अनि जामचेन स्टुप परस माथि छ है देख्न सक्नुहुन्छ सर छ हामी अब रुम क्याटेगोरी हेर्दैछौँ तल बस्छौँ होला 1 नाइट स्टेको लागि मेरो घर चाहिँ नियर बाई यहीँ हो तर आज हामी यहाँ बस्छौँ अनि भोलि घरतर्फ जाँदैछ यहाँ मेरो साथीले चाहिँ यहाँ निर्वाणा कुन क्याटेगोरी भन्नुभयो स्विट डिलक्स स्विट होइन ल निर्वाणा स्विट बबाल चट्ट बत्ती बाल्दाखेरि चाहिँ सिङ्गल बेड एउटा डबल बेड एउटा तर यो धेरै भयो क्या मान्छे बसेको छैन क्या स्मेल आइरहेको छ यहाँ टेरेसले बाल्कनी भ्यू के हो यो आउटडोर ओ बबाल छ है आउटडोर स्मोकिङ बाहिर चट्ट ल चराचुरुङ्गी बार ठिक छ यसको प्राइस रेन्ज चाहिँ एराउन्ड 8,000 नै भनौँ न होइन यसको चाहिँ एमिनिटिजहरू यहाँ छ ल गाइस यस्तै छ यहाँको सबभन्दा महँगो रुमै यही होला होइन ओके ल गाइस ल्याबी गार्डनको 302 दिस इज माई रुम फर टुडे अब रुम टुर गर्दाखेरि चाहिँ के छ अब यस्तै छ है स्विच हो सबै यहाँ कार्ड छैन यो हाम्रो स्मल वार्डरोब
चट्ट लाएर लगेज राख्ने माथि लगेजको लागि यो ड्रेसर मिरर हो यस्तो छ यहाँ यो यहाँ हाम्रो डबल बेड सिंगल बेड यहाँ जानले मेसी बनाइसकेको छ एकदम टाइट छ सुतिसकेको छ उ चाहिँ त्यही भएर यो भ्यू अघि पनि देखाइसकेँ मैले यस्तै छ ठाउँ दामी छ प्लिज डु भिजिट राम्रो छ सिटीबाट टाढा पनि छैन बौद्ध यहीँ नजिकै हो अनि एमिनिटिजहरू यो छ कम्प्लिमेन्ट्री 2 बोतल वाटर अनि ब्ल्याक टी राकु हैन ब्ल्याक कफी यता अगरम बगरम केटल अनि कपहरू ट्र्यास बिन फ्रिज चाहिँ छैन रहेछ नो गाइस है नो मिनी बार अब रुम क्याटेगोरी चाहिँ यो चाहिँ सेकेन्ड क्याटेगोरी हो यहाँको योभन्दा माथि अर्को चाहिँ हाइएस्ट स्विटको चाहिँ अघि देखाइहालेँ त्यो छ गाइस अलराइट गाइस अब रेस्ट गर्छु अहिले लेट्स सी गाइस ह्याभ अ गुड डे ल अलराइट गाइस हामी चाहिँ एकछिन रेस्ट गरेर यहाँ वेलकम ड्रिङ्क हो होइन लेमनेड मिन्ट ल जाम चेस खाइसक्यो त्यही पनि फेरि एकचोटि टक्क मिठो छ ओके अनि बिहान ब्रेकफास्ट थियो अनि हिजो पनि सुत्नु पाएको थिएन अहिले चाहिँ अब हामी यहाँ के भन्ने अब यसलाई खाजा भन्ने के भन्ने होइन उसले चाहिँ क्लब स्यान्डविच अर्डर गरेको छ अनि मेरो चाहिँ बासमती राइस विथ चिकन अब नेपाली टेस्ट थाली खान मन थियो तर अहिले यो टाइममा नखाने डिसिजन गरेँ त्यही भएर बस्दैछु भ्यू हेर्दै मजाले गाइज अलराइट गाइज बासमती राइस विथ चिकन है मेरो नेपाली टेस्ट अथेन्टिक नै भनौँ होला होइन अनि जानको चाहिँ यहाँ अहिले स्यान्डविच क्लब स्यान्डविच उसको फेभरेट नै हो लास्ट टाइम पनि खाएको थियो होइन यता हेर के भयो ठिक छ हल्का अब अहिले जान्दैछ के थियो राम्रो थिएन अहिले राम्रो छ ल दामी लागेर जान्दै मलाई बाइक बबाल गाइस जान्छु है त ल अहिले चाहिँ अब हामी खाजा खाएर अब यहाँ स्कुटी भिजिटमा जाँदैछ हामी स्कुटी लिनको लागि हल्का सोरुमतिर है गाइस ल्याबीबाट ल गाइस अहिले चाहिँ अब हामी टुसाल आइपुग्यो अलि अगाडि छ त ऊ पर त्यो उतापट्टि छ यहाँ सोरुममा जाँदैछु यहाँमा गयो हामी जाँदैमा हिँडिरहेको छ ल अहिले चाहिँ अब हामी यहाँ यामाको सोरुम आइसकेको छ यता बजाजको हो टुसालको सोरुम हो यो है अब हामी यहाँ जाँदैछ अहिले भित्र जान्छ म के छ अब यहाँ हेरौँ है त अहिले फिचरहरू यस्तो छ यहाँ बाइक तिमीले यस्तोमा फोटो हालेन है ल गाइज अब यहाँ हेर्दैछ हामी के छ कसो छ ल अहिले यामाको सोरुममा हो स्कुटी खोज्न आएको जुन मैले देखेको जस्तो मेट ब्ल्याकमा यस्तैमा चाहिँ यो कलरमा चाहिँ एभाइलेबल छ रहेछ हामीसँग होइन न्यू भर्जन चाहिँ 2025 को एकदमै दामी फिचरहरू छ होइन अब के हो त्यो चाहिँ मलाई पनि थाहा छैन कलर चोइस चाहिँ अलि मन परेन यहाँ जानलाई त्यही भएर हामी अब नम्बर छोडेको छ अर्को पोसिबल छ मार्केटमा उनीहरूले ल्याउँछ भने चाहिँ सेम यस्तैमा कलर मात्र फरक डिजाइन अब सबै ठिक त्यसमा हामी हेर्छौँ है त ल ओके गाइज प्लिज डु भिजिट यहाँमा सोरुम यता अब तिहार लागिसकेको छ झिलिमिली होइन यस्तै होला यो चाहिँ जुपिटर हो गाइज है ल यस्तो छ अहिले नयाँ आएको मोडलको है दामी छ 110cc सेम हो मैले त फर्स्ट टाइम देखेको यो ल गाइज यहाँ टिभीएसमा छु अहिले हामी चाहिँ एन्ट्रोक हेर्न आएको खासमा यस्तो भयो 2 मन्थ भरेर आएको गाइज गाइज ब्याक टु द बौद्ध अहिले हामी चाहिँ स्कुटी सोरुम भिजिट गरेर आइसकेँ खासै अब उपलब्धि भएन कलर सुजहरू पनि भएन यस्तो छ यहाँ अब हामी जाँदैछौँ बौद्ध भ्यू होइन जान यस्तो छ ल इभिनिङ वाक होइन कस्तो लागिरहेछ कति पछि बौद्ध आएर पछाडि बौद्ध भ्यू के भयो राम्रो छ अलराइट दामी छ सनसेट भइरहेछ माथि पुरा गोल्डन टल्किरहेछ हामी दुईजना यता ढल्किरहेछ होइन सर्ट लाएर अब यहाँ विजय दोस्तलाई भेट्नलाई जाँदैछौँ अहिले एकछिन हामी
तिनचुलीतर्फ जाँदैछ ल एकदमै फ्रेस हुन्छ बौद्धमा हैन चट्ट आएपछि चाहिँ यहाँ पिजन फिडिङहरु यहाँ चरालाई यस्तो छ बबल टी खानु मन लाग्यो होला जानलाई है बबल टी खानु छ पेटे डुम्मो भयो है हेर बौद्ध दामी देखेछ राम्रो देखेछ है कफी हो यहाँ सब अहिले अब माथि जाँदैछ हामी पुरा बाटो बनाउँदै रहेछ अहिले चाहिँ यस्तो छ है हालत खराब छ गाइस पुरै कन्स्ट्रक्सन गरेको छ के गरेको केही थाहा छैन मलाई चाहिँ यस्तो गरेको छ ल पुरै बनाउन लागेको छ अहिले त्यही भएर स्कुटी बाइकहरु सबै यता राखेको छ अनि यस्तो गरेछ है यहाँ बन्द छ अहिले के गर्ने यार तनाव भयो त अब विजय दोस्तको कवाई रेस्टुरेन्टमा जाँदैछ हामी के हो रेस्टुरेन्ट क्याफे यहाँ माथि हो हैन ल है गाइस यस एबिसी जुस हो गाइस यो चाहिँ हाम्रो हैन एकदम अर्गानिक हो यहाँ विजय दोस्तको पसलमा हेलो वेलकम ब्याक टु युट्युब है यहाँ चाहिँ नयाँ कवाई क्याफे छ यहाँ दोस्तको प्लिज डु भिजिट बबालै छ यहाँ लोकेसन चाहिँ फुलबारी बौद्धमा हो हैन यस्तो छ यहाँ इन्टेरियर चाहिँ पेज पनि छ हाम्रो पेज चाहिँ कवाई क्याफे हो हैन प्लिज सब्सक्राइब डु भिजिट हैन बबाल छ ल अब यहाँ जुस ट्राई गर्दैछ है यहाँ जान्दै जान ल्याउ तिमी स्टार्ट गर यो चाहिँ हाम्रो यहाँ कवाई क्याफेको काउन्टर हो यहाँ फ्रेस बेकरी जुसहरु अनि यता के छ स्पेशल खै ए नाम यहाँ ल कवाई क्याफे है डु भिजिट प्रोप्राइटर चाहिँ यहाँ छ हाम्रो हेलो यतापट्टि कवाई बिट्स उसको छ सबै सामानहरु यहाँ छ ल डु भिजिट गाइज अहिले चाहिँ अब हामी एकछिन बौद्ध कोरा गरेर निस्किन्छौँ ल यो चाहिँ कवाई एसेसोरिज एन्ड मोर हो गाइज ल यो पनि हाम्रो इन्स्टामा पेज छ डु फलो गाइज बबाल छ यहाँ जाम भित्र गएको छ हेर्दै छ यहाँ मार्केट चाहिँ बबालै छ यस्तो छ है अस्ति नै आएको थिएँ म अहिले फेरि यहाँ छ मिरर पनि छ यहाँ सबै कुराहरू छ है यहाँ ओके कवाई क्याफेबाट चाहिँ यहाँ बौद्ध आइसकेको छ गाइस हामी यस्तो छ भ्यू बबाल है मान्छेहरू चाहिँ टन्नै छ राति निस्किसकेको छ यहाँ सरर कोरा हान्नलाई अब पनि हामी कोरा हानेर बत्ती बालेर रिफ्रेस हुन्छ ल जान कता गएको तिमी बौद्धमा घुमिरहेको छ हामी चाहिँ अहिले धेरै पछि बौद्ध आएको एकदमै रिफ्रेस कुल मजाको भाइब्स आइरहेछ जानसँग जान चाहिँ मेरो आज क्यामेराम्यान हो बौद्ध भ्यू चाहिँ यता देखाइदिउँ दिखायो त म बाबा फोटो खिच्ने तिम्रो प्लेन उडिरहेको छ यहाँ अहिले फ्लाइट छैन यहाँ दामी सट्ट लाएर यस्तो छ तिहार लागिसकेको छ गाइस एकदमै झिलिमिली छ भाइब्स बबाल छ है अनि यहाँ मेरो जान छ हेलो जान के छ ठिक छ पुरा फोटो खिचेछ बबाल बिजी छ गाइस है दामी छ बौद्ध है त ल जान र म चाहिँ बत्ती बालेको चाहिँ भिडियो गरेन हामीले हैन गरे तिमीले भिडियो ओके कफी खाने के खाने ल अब हामी लाग्छ होला बत्ती पनि बाल्यो कोरा पनि गर्यो के खाने भन्छ अब बौद्धमा छ यस्तो छ यहाँ चिल भइरहेछ ल अहिले चाहिँ हामी अब लोकल चटपट हाल्न लागिरहेको छौँ जानलाई चाहिँ चटपटे खानु मन लाग्यो भनेर लास्ट टाइम चाहिँ हामीले उता खाँदै बाटो बन्द थियो त्यहाँ चाहिँ अनि अहिले चाहिँ यता सिफ्ट भएको छ आई डोन्ट नो कस्तो बनाउँछ होइन अब म त त्यस्तो पिरोहरू खाँदिनँ ल खतरा भइसक्यो है दामी वा ल चटपट
गर्दा चाहिँ टाइम चाहिँ हाम्रो 7 बज्न लागिसकेको छ है टेस्ट गरेर नुन कस्तो छ हेर म ठिक छ भाइ भाइ म अहिले खाने ठिक छ कि छैन थाहा छैन रेडी चटपट बबाल सो ल आफ्टर लङ टाइम उता नि खायो जान्दै तिमी के खाएन टेस्ट गरेर कस्तो छ अनि भन यता ठिक छ मिठो छ ओके ल मिठो लाग्यो गाइस अब फेरि हामी फर्किँदैछौँ ब्याक टु होटेल एकछिनमा ब्याक टु होटेल हेलो जान वेलकम यस्तो छ यहाँ दामी छ गार्डन हो यो है यहाँ सानो टक्क एकदम दामी भ्यू छ यता बाहिर अर्को छ यहाँ बस्ने ठाउँ क्याफे टाइपको यहाँबाट चाहिँ मजाले भ्यू देखिन्छ यता बाहिर रामेटी रोडको मान्छेहरू हिँडिरहेछ जान यहाँ छ के छ हाउ वाज योर डे टुडे हाउ वाज योर डे टायर्ड है ओके ल यस्तो छ अब हामी माथि जान्छौँ होला रुममा अहिलेलाई अब रेस्ट गर्ने हो गार्डन छ यहाँ बाबालाई वाउ नेचुरल एकदम फ्रेस एयर ल रातिको भ्यू गाइज फ्रम ल्याबी होटेल यस्तो छ प्लेन उडिरहेछ माथि 4 तला माथिबाटको भ्यू हो यो चाहिँ सारा होइन अझै झिलिमिली हालेर हुन्छ मान्छेले तिहारको यता चाहिँ रहेछ स्ट्रिटमा यता हेर त यताबाट देख्छौ रोडमा उद्या हो लाइट न राम्रो है यताबाट यस्तो छ भ्यू गाइज यहाँ चाहिँ केही फङ्सनहरू भयो नि बारहरू चाहिँ यहाँ माथि आउटडोर बार हो स्टेज यहाँ तल रोड माथि गार्डन यस्तो छ ल राम्रो छ आउटडोर होइन जान थकाइ लागेछ एकदमै 303 कति हो रुम नम्बर बिर्सेँ मैले त यार 302 खोला ल जानले खोल्दैछ यहाँ चाबी त्यो कस्तो हो घरको ढोकै खोल्न आउँदैन त कस्तो चाबी नअलिक घुमाउँछ ल लाइट हालो के हालो त्यहाँ हाम्रो होइन यो कसको हो कसको रुम होइन यो होइन जान कसको हो लाइट हाल त लाइट कसको हाल्यो तिमीले लाइट हाल न त्यहाँ लाइट गर न तिम्रो लगेज हेर न त्यहाँ छ कि छैन लगेज लाइट हाल न उ त्यहाँ